हाम्रो लक्ष्मीमार्ग पनि योभन्दा बबाल हुन्छ रोड बनिँदैछ अहिले म त गिद्दी भइसक्यो गाडी नै आउँदैन टाइम पनि भइसक्यो अब चलिदिनु पर्ने हुन्छ यहाँ है कहिले पलौटे दोस्त मेरो यहीँ छ यहाँ हाम्रो सर चाहिँ ओभर खतराका होइन बसमा अब केटीहरू आउँछ केटीहरू त्यसको दिन टक्क सो हेलो गाइस वेलकम ब्याक टु मेरो न्यू ब्लग तपाईँलाई आज मेरो नयाँ ब्लगमा स्वागत छ अनि आज म रङ्गिलीतिर आएको थिएँ रङ्गिलीतिर आउँदाखेरि चाहिँ हाम्रो यहाँ गाडी आएन क्या काने पोखरीमा गाडी परेको थियौँ गाडी नै आएन अनि म्याजिकमा चढेर हामी केराउनसम्म आएको थियौँ म्याजिकवालाले चाहिँ 50 रुपियाँ गोटाले फेरि रङ्गिलीसम्म लगिदिन्छ भन्नु म्याजिकवालाले अब यहाँ आएपछि यो सफारीवालाहरू सबैले कति 100 रुपियाँ गोटा अरे अब गाडी माथि गएको छ अनि गाडीमा ट्याक्क लाएर जाने कति रुपियाँ गोटा अरे यहाँनिर कति रुपियाँ गोटा यहाँ केराउन भन्ने ठाउँमा आएर हामी अलपत्र पऱ्यौँ 50 मा छोडिदिनु जानु तपाईँ 70 मा जाने भए म 70 नटिने सिधै गाडी आउँछ गाडीमा 50 रुपियाँ तिरेर जाने हो 70 20 रुपियाँ भने मलाई काम लाग्छ त्यहाँ चिया खानालाई चिया खाएर त्यही अब गाडी पर्खिनु आरामले ट्याक्क लगाएर यहाँको भ्यू हेर्दै चट्ट नयाँ ठाउँको अब चप्ली पनि हिँडेको म त झोला पनि मेरै हो होइन भित्र केसेलीहरू छ के दही छ अनि यहाँनिर अब गाडी आउँछ काने पोखरीमा अघि आएन पर्खेको बेला अब अहिले आउँछ गाडी स्याट लाएर लुगेट भ्यू केराउन तर भाडा महँगो भयो 70 रुपियाँ पनि तिर्दिनँ म त 50 रुपियाँ 50 अनि मात्रै जाने नभए गाडी नै जाने गाडी पर्खिरहन्छ यहाँनिर देख्न सक्नुहुन्छ गाइजहरू चट्ट लाएर ओ भैया मैले ठ्याक्कै आउँ त कबाडी फोन किन्छ कबाडी फोन मोबाइल किन्छ बिग्रेको मोबाइल यहाँ छ सो अब मैले चाहिँ ट्याक्क लाएर मेरो मोबाइल बेच्दिन आँटेको सेकेन्ड ह्यान्डको मैले उहाँ मामला लगेर इन्डिया लगेर बनाउँछु भनेर बेच्दिने हाम्रो ट्याक्क लाएर भैया चाहिँ यहाँ हुनुहुन्छ ये 2टा फोन है कितना देगा 150 रुपये देगा डिस्प्ले मात्र फेरना पड़ेगा 100 रुपये गोटा का दो ना मेरे को 200 रुपये दे मेरे पास इधर रंगीली जाने का भी भाड़ा नहीं है मेरे पास 200 रुपये देना कितना देगा 100 रुपये दे देना तो 100 रुपये 100 दियो ना भैया 100 में दियो तो गाइस यहाँ चाहिँ मेरो बिग्री फोन नकिन्ने भएछ हैन अंकल जी ट्याग गरेर फोन भाइ ल म चाहिँ भाइ युट्युबमा भिडियो बनाउँछु हैन ओहला एक क्यामेरा से देखाउ त भाइ मलाई भाइहरुले म यसरी भिडियो बनाएको देखेर गरिरहेछ है केटाहरु यहाँ छ ल भन भाइ दाइ चाहिँ के अरे केराउनमा आउनु भएको छ भनेर यसो गफसप देऊ केटाहरु टक्क लाएर नै यतातिर हाम्रो जिग्री सर हुनुहुन्छ एकछिन गफसप भनेर टक्क अङ्कलसँग खत्रै गफ गयो होइन ल यहाँनिर मेरो भाइहरू छ च्यानलको नाम चाहिँ भाइ जेनिस परिया छ गरेर सब्सक्राइब गरेर तिमीहरू पनि भिडियो आउँछ है ल भाइ ल भन्दै यो ठाउँको बारेमा भन्दै के 2 शब्द कुराहरू केराउन्चोको फिचर डन यता फेरि जिग्गु हाँस्दै हुनुहुन्छ हाम्रो सर चाहिँ ओभर खतराका होइन यस ल ह्यान्जिक सर अलिकति चार्जमा हुनुहुन्छ होइन चार्जमा हुनुहुन्छ उहाँ होइन क्वाक हानेर उहाँ चाहिँ क्वाकै खान्छ चार्ज केटाहरू नहाँस केटा हो ल तिमीहरूसँग फोटो खिचिदिउँ अब होइन ट्याग गरेर केटाहरूको पनि भिडियो आयो है केटाहरू खुसी छौ युट्युबमा चाहिँ नि भाइ सुरुमा एडिट गर्नुपर्छ होइन क्यापकटबाट यता त्यता गरेर जोड्नुपर्छ रोकेको भिडियो त्यसपछि अनि एडिट गरेर झमेला हुन्छ भाइ यहाँ आउनु यता ल यो सरस्वती भाइ त्यसरी छाडा नबोल भाइ थेट यस सर यस ट्याक्सी नधार है केटा हो यो दाइको च्यानलमा सब्सक्राइब गरिदिनु भन डुप्लिकेट रोलेक्स हो भाइ ल केटा हो यहाँ हेर है भाइहरू मेरो घडी हेर्दैछ मेरो होइन भाइ साथीहरूको बोला
तिमीहरू भोला नि खान्छ फुच्चीहरू बरफ त मसँग पैसा छैन हुँदैन बरफ तर रुगा लाग्छ रुगा केटाहरू यार भेटेको 2 मिनट भएको छैन केटाहरू बरफ सरफ किनिदियो भन्छ यार अलिकति चिन्जानुहोस् न नि भाइहरू भेटेको 2 मिनट भएको छैन बरफ सरफ भन्छ यार गिद्दी यो यता सर अरेली काँडैले मलाई च्वासै च्वासै अरेली काँडैले मलाई च्वासै च्वासै होइन सरकार पानी छौ सर्थे खोइ युट्युबमा नि मेरो JENIS जेनिस PARIYAR परियार छ यस युट्युबमा सर्च गरेर सुरुमै आउँछ यस ल केटाहरू यहाँ छ कि भाइ सब्सक्राइबर बढ्नु पर्यो है फेरि मेरो 1 सब्सक्राइब 2 सब्सक्राइब 3 सब्सक्राइब है ल आजदेखि केटाहरू मेरो सब्सक्राइबर ल लेफ्ट ह्यान्ड हो म पनि लेफ्ट नै यो हातले लेख्छु तिमी पनि हातले लेख्छौ म चाहिँ यो हातले लेख्ने गर्छु है केटा राम्रो पढ्नु पर्यो है ल हाम्रो भाइ एकदम सकिसकेको छ मेरो केटाहरू ओभर डन सन भइरहेछ है ल बोल्दो रहेछ तर बर छाडा बोल्दो रहेछ गाइस यो त फेरि नहरमा नालीमा जा पनि नआइदिन्छ हाम्रो पतिर भएमा म जान आइदिन्छु ल सेम भाइ पनि जा पनि आइदिन्छु हैन अरे गाइस यो छाड बोल्छ यही मलाई बाल छैन भन्छ न बाल छैन बाल नै हो हाम्रो साथ ह या हैन हाम्रो त बाल नै है कुछो बाल नै है क्यामेरा चट्ट लाएर पुष्पास एकदम चकाचक लौंडिया बजना करने का नहीं पढ़ने का ध्यान देने का यहाँ जूम गरेर कहाँ पुगिसक्यो क्या बोल दी कंपनी केटाहरुलाई चाहिँ मैले मेरो क्याप दिएको छु है लाउनलाई यही केटाहरु यहाँ छन् है ल भाइ भुइँमा नझार ल भाइ रङ लाग्छ नि फेरि भुइँमा चाहिँ नझार है यहाँ झगडा गर्दै यहाँ केकको लागि भन्नु हेर्नु गाइस हामी केराउको डन हो केराउको डन भनेको भन्ने चाहिँ भाइ स्यान्डु र गन्जीमा हिँड्दिन्छ पट्टु लाएर यही ओ यो हैन गाडी पर्खिनु साथै केटाहरुसँग इन्टरटेनमेन्ट भइरहेछ क्या गाडी पर्खिरहेछ अब आइपछि गरेर चल्दिन्छु त्यतिखेरसम्म चाहिँ केटाहरुसँग फुच्चेसँगहरू छ यस्तो रमाइलो होइन गफसप हेलो गाइस यो धेरै हरामी ये मुट्ठी मारेगा नहीं मारेगा मुट्ठी ये मुट्ठी मारेगा कि नहीं मारेगा ये बेटा ये भाइ चाहिँ खोइ त्यो फिल्मतिरको मिम्सको त एउटा काले बैगन भन्ने जस्तो छ यो भाइ चाहिँ आपका फेभरेट सब्जेक्ट क्या है बैगन त्यस्तो भन्ने जस्तो छ यो भाइ चाहिँ येलो भाइ क्याप्नु राजा हैन ल म चाहिँ मन्त्री भगवानसँग भेटिसकेको छु है के अरे केराउनको हैन केराउनको भगवानसँग मैले भेटिसकेको छु चट्ट लाएर काने पोखरी यताबाट आएको जानु पर्ने चाहिँ यता हो अब म्याजिक गाडी पाएन अनि म्याजिक यहीँसम्म ल्याएर छोडिदियो हामीलाई अनि अब सफारीमा जाऊँ भने 100 रुपियाँ भाडा अरे त्यही एउटा बस पर्खिरहेको छु म चाहिँ चट्ट लाएर यो चाहिँ यस्तो भयो टुगेट द भ्यू चट्ट लाएर ल केराउन बजार है त हाम्रो यो चाहिँ रङ्गेली जाने केराउन बजार चट्ट लाएर यहाँ सबजना चटर चटर गाडी पर्खिरहेको छु को केटी को केटीको फोटो भन ला गइसक्यो त गिद्दी भयो त है केटाहरू त पुरा केटी पनि जिस्काउँदो रहेछ है मैले बल्ल थाहा पाएँ लु भाइ तिमी झन् 1 नम्बरको रहेछौ हरामी रहेछौ तिमी भाइ म अङ्कल होइन हौ भाइ दाइ भन न हाइट मात्र बढेको दा अङ्कल होइन म केटाहरू मलाई अङ्कल यस ल फाइनली मैले मेरो दोस्तसँग पनि भेटिसकेँ है काले कलौटे दोस्त मेरो यहीँ छ या टिरिक्क होइन हाम्रो काले कलौटे दोस्त यहाँ छ केटाहरूको मैले नाम पनि राखिसकेँ पित्तु काले कलौटे भाइ स्यान्डु र कट्टु या बोल्दै कम्पनी होइन भाइ धेर नबोल न त्यस्तो नभन धेर सब यहाँको मान्छेले मलाई हेरिरहेछ के गरेको भनेर वहाँ परेर हेरिरहेछ यहाँ मासु पसलको उहाँ आन्टीले पनि हेर्दै हुनुहुन्छ पानीपुरी पसलले पनि त्यहाँ बजुले पनि छक्क परिसक्यो मान्छेहरू यो भाइले किन यस्तो गरेको होला भनेर सोचिरह्यो होला नि भाइ मैले चाहिँ होइन गोजीमा चक्लेट भेटाएको छु चक्लेट चाहिँ फुच्ची भाइहरूलाई दिनु पर्यो मैले चाहिँ चट्ट लाएर है
त्यसैगरी यहाँ छ चक्लेट गोजीमा छ म निकालिहाल्छु ल छोडो भाइ छेत भाइ त यहाँ रब्बर रहेछ त ल केटाहरूलाई ल ती तीनवटा एक एकवटा लौ भाइ सबैलाई दिन्छु म ल केटाहरूको ल चित्त बुझ्यो है होइन ल केटाहरू अब एउटा चक्लेट टन्न हुने पर्यो आउनु पर्यो केटाहरू अब खाऊ भाइ खाऊ यो के चाहिँ छैन भाइ अरू त मलाई पनि चाहिन्छ केटाहरू यहाँ प्लस त्यही अब गाडी चढेपछि सिधै भेटौँला सुकाइ चाहिँ हामी चाहिँ गाडी रुङ्दा भाइ गिद्दी भइसक्यो गाडी नै आउँदैन टाइम पनि भइसक्यो अब चलिदिनु पर्ने हुन्छ यहाँ यो केराउन्ड ठाउँबाट चाहिँ हामी रङ्गेलीतर्फ जानुपर्ने हुन्छ गाडी आइसकेपछि ट्याग कलर आउने बेला भइसकेको छ होइन भाइ अब म छुट्टिने बेला भाइ हल्का रुइदिन्छ पनि रुवाला भाइ रुवाला म जाने बेला म रङ्गेली जाने बेलामा ल रुवाला अलिकति रुवाए त्यसो भए हाँस अब जाने बेलामा रुन्छ अब मेरो चक्लेट दिने दाइ जानुभयो भनेर रुवाला घर कहाँ हो बाजे तपाईँको घर कहाँ हो घर ए यसरी चाहिँ बुझ्ने हो सानोदेखि यस्तो कि पछि चाहिँ बुझ्ने यस्तो भएको बुझ खानु हुँदैन बिहान बेलुका सुत्ने बेला मात्र यति सुत्ने बेलामा बिहानदेखि खायो भने हुन्छ त्यो गाई चाहिँ अब चाहिँ हाम्रो गाडी परबाट आइसक्यो भाइले बाई बाई भाइ ल बाई बाई भाइ बाई बाई भन न ल ल फेरि कुनै दिन भयो भने भाइ भेट्नुपर्छ है भाइ तिमी भाइ मुख चाहिँ छोड नि फेरि छाडा चाहिँ नबोला नि ल हाम्रो गाडी यहाँनिर चट्टो लाएर आइसकेको छ चट्टो लाएर हामी चढ्नु पर्ने हुन्छ गाडीमा ल रोको बिहानदेखि आएर पर्खेँ म ल सो गाइस म चाहिँ गाडी पनि चढिसकेँ चट्टो लाएर यस्तो पारामा यता हाम्रो अङ्कलजी हुन्छ मामालाई चाहिँ फाइनल्ली 3 घन्टापछि आइपुगेँ अनि यहाँ साथीहरू भेट्न आएको छु म चाहिँ यहाँ चट्टो यो बेतौना भयो हाम्रो यो लोकल पारामा यहाँ चाहिँ एउटा अक्कडो रङ्गेली निवासी कसैले मन नपराएसी होइन यहाँ चाहिँ यस्तो भयो टक्क यहाँनिर चाहिँ यस्तो रमाइलो थाम्छ रमाइलो दृश्य यताको यो बाटो चाहिँ इन्डिया जान्छ अनि यताको बाटो चाहिँ कता जान्छ माझी गाउँतिर जान्छ होला अनि यहाँ चाहिँ हाम्रो सैलुन छिरिदिनु टक्क लाएर यहाँ चाहिँ हाम्रो सैलुन कसो सैलुन अरे यो शिवाङ सैलुन चट्ट लाएर यस्तो छ यो म भाइ यहाँ चाहिँ सैलुन चट्ट पारामा यही हेन्समदेखि लिएर चाहिँ म टक्क लाएर ग्यारेजतिर जाँदैछु यहाँ पख काले दोस्त हाम्रो उहाँ हुनुहुन्छ काले दोस्त नाम भनिदियो उहाँ अलिकति पिटक पाराको हुनुहुन्छ अनि यहाँ चाहिँ हाम्रो RX 100 यही म यहाँ ट्याक्क RX 100 कुदाउन आँटेको होइन ल त केटा हो क्यामेरा पक्रिदियो ल ल यही टक्क एउटा रोकेर भिडियो पनि खिच्छ रोकेर भिडियो गाडी छ हाम्रो आफ्नै दाइ भनौँ साथी जस्तो भनौँ न होइन दाइ त दाइ हो यो पनि यही काम गर्छ अनि ठ्याक्क यो बेतौना चोक भयो भने ठ्याक्क यता आएर ठ्याक्क यहाँ छ हाम्रो ग्यारेज चाहिँ होइन भनिदिनु ग्यारेजको बारेमा 2-3 शब्द जाओस् हाम्रो बेतौनाको ग्यारेजमा यहाँनिर गाडी पनि पुरै मोबिल सुबिल फेर्ने काम टायर पम्चर बनाउने सेकेन्ड ह्यान्ड गाडी पनि पाउँछ यहाँ के अरे आज दाइले भन्नु भने ट्याक्क कलर हाम्रो ग्यारेजमा चाहिँ यस्तो छ चिजहरू अब तपाईँहरू विराट घरतिर आउनुभएको छ अनि गाडी साडी बिग्रियो भने तपाईँहरूले यहाँ आएर चाहिँ मेरो नाम लिनुभयो भने 20%मा बोनस पाउन सक्नुहुन्छ अनि यहाँनिर चाहिँ एउटा स्कुटी यहाँ बन्दैछ फेरि हाम्रो स्कुटी हो अनि यहाँनिर आज दाइ चाहिँ अब हुन्छ नि त अस्सलाम वालेकुम त्यस्तो हो आज दाइ चाहिँ मुसलमान हो तर के छ भने हिन्दूसँग पनि बाली फरक हिँडिदिनु चाहिँ नि हाम्रो ग्यारेज यस्तो त हो नि होइन ग्यारेज त फ्री हुन्छ त्यही भयो नि ल ठिक चाहिँ ट्याक्क बारेमा चाहिँ हाम्रो ग्यारेज भयो है लोकेसन भिडियो चाहिँ ठ्याक्क यो बेतौना जाने रोड ठ्याक्क यतापट्टि चाहिँ बेतौनाको सर्ट यतापट्टि यहाँ छ ग्यारेज अनि यहाँ चाहिँ क्लिनिक उतापट्टि हार्डवेयर सब छ यहाँ लु एउटा नभएको चिज भनेको चाहिँ यहाँ राम्रो फ्रेस हाउस मासु पसल छैन होइन
त्यति नभए सबै बबाल छ नि होइन यो स्कुटी ल 10,000 मा होइन बिलबुक सिलबुक केही पास गरेको छैन होइन त्यो जमाना म त रक्सी चाहिँ ओसार पसार गर्न मिल्छ त्यति हो ल मजा बेग्लै आउँछ क्या रङ्गेलीतिर चाहिँ अब बढी दामी मजा आउँछ अब यहाँ बस हाल्छ बसमा अब केटीहरू आउँछ केटीहरू जिस्काइदिने ट्याक्क अब जस्तै बनी एकछिनै बस आउन देऊ होइन म जिस्काएर देखाइदिन्छु यिनीहरू पनि यहाँ केटी जिस्काउन लागि भनेर यहाँ बसिरहेछ गाडीमा आउने केटीहरू होइन किन यहाँ फेरि यस्तो दामी छ लक्ष्मीमार्ग पनि अब हाम्रो लक्ष्मीमार्ग पनि योभन्दा बबाल हुन्छ रोड बनिँदैछ अहिले मात्र यस्तो हल्का लक्ष्मीमार्गदेखि फोहोर भएको अहिले पछि 2 वर्षपछि चकाचक 80-90 किसिमको गाडी कुद्छ होइन यो त केही भएन त्योभन्दा बबाल हाइवे भन्छ लक्ष्मीमार्गमा हामी पनि के कम होइन यस्तो फुल रोप्नुपर्छ हामी पनि चट्टा लाएर लक्ष्मीमार्ग दामी बनाउनुपर्छ है सट्ट यो चाहिँ यस्तो भयो दामी छ हौ ठाउँ चाहिँ ल यहाँ छ मन्दिर होइन त्यतादेखि चाहिँ इन्डिया पाहाडी जान्छ त्यही हो यतातिर चाहिँ रङ्गेली यताबाट सिधै गयो भने यहाँबाट विराटनगर भाडा त्यस्तै 60 रुपियाँ होइन विराटनगरको 60 रुपियाँ छ अनि यो कालो दोस्त यहाँ छ 2 जना भने चाहिँ मैले भनेको थिएँ नि केटा हो 2 जना भने चाहिँ म देखिन्छु भनेर म हेर्छौँ देखिरहेको छु है मैले स्कुलमा भनेको थिएँ क्या रङ्गेली पुगेपछि उहाँको हेर्छु म यो भन्दैछु मैले भनेको थिएँ केटाहरूलाई पत्काले लु हेरेँ यहाँ को छ त्यस्तो म जस्तो हेर्छ यहाँ कोहीजना देखेँ पनि केटा हो मै छु क्या यहाँ हेर्छ लु हेरै हो जब त्यस्तै भइगयो होइन आजको कन्टेन्ट चाहिँ भोलिदेखि चाहिँ बबाल आउने बला छ अनि त्यही हो लक्ष्मीमार्ग आइपुगिहाल्यो रङ्गेली देखिहाल्नु भयो बाटो बल्केर के भएको छ त्यही हो थ्याङ्क्स फर वाचिङ बाई बाई गाइज अब सिधै नयाँ भ्लगमा भेटौँला जय नेपाल।